चाहिँ म चाहिँ भोलि चाहिँ टिका अनि आज चाहिँ मैले सबै मेरो गमलाहरू चाहिँ फेर्नु पर्यो भनेर चाहिँ गमला भन्दा पनि गमलाको माटोहरू चाहिँ फेरौँ। अनि यसलाई चाहिँ अस्ति मैले हजुरहरूले हेरिहाल्नु भएको छ, मैले चाहिँ जङ्गलबाट कालो माटो जम्मा गरेर ल्याएको थिएँ। अनि त्यसमा चाहिँ मैले धेरै समय भयो नि त, अन्तखेरि चाहिँ मेरो पनि छुट्टी भयो भर्खर। अनि त्यसपछि मैले चाहिँ यो गमलाहरूको चाहिँ सबै गमलाहरूको चाहिँ यसरी माटो चाहिँ यसरी फेर्दैछु अनि यता फेर्दैछु। अनि मसँग खासै फुलहरू चाहिँ छैन, अनि यस्तो यस्तो भएको छ नि त। अनि यो चाहिँ यहाँनिर चाहिँ गमलाकोमा चाहिँ यस्तो भइरहेछ क्या, माटोहरू नपुगेर यो यस्तो छ होइन। अनि यसको चाहिँ माटो फेर्नुपर्ने यो छ। अनि यस्तो छ, यो चाहिँ हजुरहरूकोमा छ कि छैन, यो चाहिँ ब्रह्म कमल फुल भन्छ। यो चाहिँ हाम्रोमा छ अलरेडी, आज राति यो फुल्छ। अनि यो चाहिँ राति मात्रै फुल्छ, यस्तो हुन्छ यो चाहिँ। अहिले दिउँसो चाहिँ यस्तो हुन्छ, अनि यो चाहिँ राति मात्रै फुल्छ। यसलाई हेर्नको लागि चाहिँ हामी चाहिँ 10 बजीसम्म बस्यौँ भने चाहिँ मजाले देख्छौँ। अनि त्यसपछि यो सबै फुलहरू फेर्नु पर्यो। तर यो मेरो यो फुल चाहिँ मर्दैछ किन हो होइन, यो चाहिँ मेरो खासै यसलाई मैले यसलाई घाम बेसी भएर हो कि किन यो चाहिँ सबै पहेँलो पहेँलो हुँदैछ क्या, किन हो होइन, मलाई त्यसको बारेमा त्यति धेरै थाहा भएन। अनि मेरो चाहिँ यो सबै माटोहरू चाहिँ फेरौँ भनेको, तर गमलामा चाहिँ यस्तो छ। अनि मैले चाहिँ अघि यो फेरेँ होइन, अनि यो चाहिँ खाना खानुभन्दा अगाडि मैले फेरेको। मैले भिडियो चाहिँ भर्खर सुरु गरेको, किनभने आज भ्याइ नभ्याइ भयो नि त, अनि सुरु भर्खरै गर्नै पाइनँ। अनि त्यसपछि यसको पनि फेरेँ। अनि मलाई यो पनि राम्रो लाग्छ, यसको चाहिँ यो रातो यस्तो पत्ता हुन्छ, अनि यो चाहिँ यस्तो टाइपको फुल्छ क्या, यो चाहिँ सानो सानो फुल्छ। अनि कस्तो राम्रो लाग्छ मलाई चाहिँ यो। यहाँ चाहिँ सानो छ, यसलाई चाहिँ यो चाहिँ के प्लान्ट भन्छ, यो स्नेक प्लान्ट हो कि के अरे यसको नाम। यो चाहिँ मलाई राम्रो लाग्छ। अनि यो पहिला पनि कति राम्रो थियो क्या, अनि ठुलो गमलामा थियो, तर मैले भरे यसमा चाहिँ यसलाई सानोमा सारेको छु। अनि यसलाई कलमी गरेर हो। अनि यो पनि छ, अनि यसको पनि बच्चा छ, यसको पनि सार्नुपर्ने। अनि यहाँ चाहिँ यसको चाहिँ यसले बच्चा पारेको थियो, यसले चाहिँ बच्चा पारेको थियो। अनि यसले बच्चा, यसको मैले एउटा बच्चा सारिहालेँ। अनि अझै एउटा दुईवटा अनि तिनवटा छ यसको बच्चा अझै। अनि त्यसपछि यसले चाहिँ भर्खर पार्दैछ क्या बच्चा। अनि यो पनि राम्रै लाग्छ क्या मलाई। यो के यो चाहिँ मतलब के को पत्ता भन्छ नि, यसको अर्कै खालको पत्ता। यो चाहिँ यसको चाहिँ साइडमा ग्रिन छ, अनि यो चाहिँ बिचमा रेड छ, रातो रातो कस्तो पिङ्क कलरको छ नि त। अनि अर्को चाहिँ एउटा हुन्छ कि त्यो छिर्के मिर्के हुन्छ, तपाईँलाई पनि थाहा छ होला, हो त्यो पनि छ। तर त्यो चाहिँ तल छ मेरो। यो पनि राम्रो हुन्छ। मेरो चाहिँ गमला नभएर नि, मैले चाहिँ यहाँ सानो टुक्क यो सारेको थिएँ क्या। अनि यसलाई चाहिँ मैले आज गमलाहरू ल्याएको नि त, अनि यसलाई पनि म सार्छु। अनि यो चाहिँ झपक्क हुन्छ होइन। अनि यो चाहिँ कस्तो राम्रो थियो क्या मेरो, यो लक्क यस्तो हरियो थियो। तर मैले यसलाई भित्र गरेको थिएँ नि त, अनि मैले घाम खासै मैले यसलाई चाहिँ घाममा चाहिँ घरिघरि निकाल्थेँ। अनि यो यहाँ माथि हुँदा चाहिँ यो पुरै ग्रिन क्या, यो त अलिक पहेँलो भएछ नि त, यो चाहिँ ओभर ग्रिन हरियो हुन्थ्यो। अनि अहिले चाहिँ यस्तो भइरहेछ। अनि यसलाई चाहिँ अस्ति आमाले ल्याइदिनु भएको, यो चाहिँ तल यस्तो भएछ भन्नुभयो। अनि यो चाहिँ यहाँ आमाले ल्याइदिएर यहाँ राख्नु भएको छ। अनि यसलाई चाहिँ घाममा राख्ने भनेर चाहिँ भित्र नराख्नु पऱ्यो भनेर मैले चाहिँ बाहिर निकालिदिनु भएको छ आमाले चाहिँ। अनि अरू चाहिँ मसँग खासै छैन। अनि यो चाहिँ यो फुल चाहिँ यो पनि फुल्छ, यत्रो फुल्छ यो पनि। यो चाहिँ मलाई मेरो साथीले होइन इलामबाट ल्याइदिएको थियो। अनि यो राम्रो फुल्छ यो पनि। अनि यो पनि पिङ्क कलरको फुल्छ। अनि यो त भइहाल्यो। अनि त्यो पनि फुल्छ नै। अनि यो चाहिँ मैले आन्टीकोबाट ल्याएको, यो चाहिँ मलाई राम्रो लाग्यो नि त, हरियो छ, अनि राम्रो लागेको छ। अनि यस्तै छ म चाहिँ आज मेरो दिनभरिको काम। अनि म यो अघि बिहान चाहिँ यस्तो यो माटो ल्याएको थिएँ क्या तलबाट, यस्तरी अस्तिको बोराको माटो हो। अनि मेरो चाहिँ यो चाहिँ हतपति, यो चाहिँ मेरो सर्दैन क्या। अनि मैले यो आन्टीकोबाट ल्याएको थिएँ। अनि मलाई आन्टीले जगाएर दिनुभएको थियो। पहिला मलाई दाइले पनि मलाई चाहिँ बचायो यो दिनुभएको थियो फुल, तर त्यो चाहिँ फेरि मेरो मऱ्यो। अनि फेरि मलाई चाहिँ आन्टीले मलाई जगाइदिनु न आन्टी, मलाई कस्तो मनपर्छ भनेको। अनि कति धेरै छ क्या आन्टीकोमा चाहिँ, मलाई यो दिनुभएको एउटा। अनि यसलाई म आज गमलामा सार्छु। अनि यो खालको चाहिँ के प्लान्ट, यो जस्तै
मनी प्लान्ट भन्छ नि, यो चाहिँ मनी प्लान्ट तर दुलो दुलो परेको छ क्या यो। अनि मैले यो चाहिँ सारेको पर आन्टीबाट अडेर, तर मलाई चाहिँ त्यस्तो मन परेन अरे भन्दै हुन्थ्यो। तर मलाई चाहिँ राम्रै हुन्छ होला जस्तो लागेर मैले चाहिँ यो चाहिँ यत्रो टुक्रा छ मैले लिएको, जाग्छ होला आज यसलाई अर्कैमा सार्ने भन्ने र मैले चाहिँ अघिलाई उखालिदिएँ। त्यस्तै छ। अनि मनी प्लान्ट पनि छ मेरोमा। मनी प्लान्ट त मेरोमा यति हुन्थ्यो नि, तर मैले चाहिँ मेरो चाहिँ त्यो के पो मनी प्लान्टको चाहिँ खासै धेरै भएर मैले त्यसलाई उठाइदिएको क्या, उकाइदिएको, सारिदिएको। अनि आज कस्तो धेरै हावा चलिरहेछ, अहिले चाहिँ आज शीतल छ, शीतल छ। म चाहिँ काम गर्छु अब, मेरो यो फुलहरू धेरै छ अझै। अनि मैले चाहिँ गमलाहरू लिएको छु, खासै मलाई राम्रो राम्रो चाहिँ लिएन, मैले चाहिँ कलर बाई कलर मन पर्यो नि यिनीहरू लिएँ। मैले चाहिँ यिनीहरूमा सबैमा फुल छोड्छु। मैले चाहिँ यस्तोबाट ल्याएको थिएँ नि त, सस्तोबाट, सस्तै होइन सबै सस्तै हो। अनि तिनीहरू पनि मलाई चाहिँ माटोको ल्याउनु मन थियो, अनि माटोबाट चाहिँ म सार्छु भन्ने थियो क्या। अनि त्यही भएर यसलाई चाहिँ फेरि म, यो चाहिँ मेरो अझै छ क्या, यो चाहिँ मेरो मुनि पनि छ। यो चाहिँ राम्रो, यो चाहिँ यति फर्स्ट आएको छ नि। अनि यो चाहिँ म यसलाई चाहिँ मेरो जता पनि छ क्या, मेरो यहाँ पनि छ, अनि तल पनि मैले रोपेको छु यसको। यसको चाहिँ झार्नु पऱ्यो। पानी पर्छ यस्तो छ है मेरो चाहिँ। दिनभरिको काम, दिनभरि हुँदैन धेरै धेरै अरू काम पनि सक्छ, तर मेरो काम पनि सक्छु आज भन्ने छ। भोलि चाहिँ दसैँ हो, दसैँ टिका लाउने। हजुरको चाहिँ कसरी हुँदैछ दसैँको उयो, यस्तै छ। तेरो फुलहरू अलिक उयो गरे, पानी हाल्नु पनि अप्ठ्यारो हुन्छ भन्दै हुन्थ्यो बाबाले अघि। अनि अलिक सानो सानो अलिक छाँटो भन्दै थियो। फेरि मलाई चाहिँ माया लाग्छ क्या, अब यो पनि रोप्छु होइन, यो चाहिँ रोप्छु, यो चाहिँ बच्चा हो नि त। अनि यो चाहिँ ठुल्ठुलो माउ हो। अनि फेरि मलाई यिनीहरू कस्तो फाल्नै माया लाग्छ। अनि यति राम्रो छ, अनि के गर्ने भइरहेछ। कस्तो राम्रो छ कि, कस्तो फ्याल्नु मन, यस्तो राम्रो। यसरी रोपेर अनि अब फेरि यो कस्तो राम्रो हुन्छ क्या। कसरी फ्याल्नु, यस्तो राम्रो छ यो। तपाईँहरू फ्याल्न सक्नुहुन्छ, यस्तो छ नि, यस्तो गर्नु। यसलाई चाहिँ अलिकति सफाइ गर्नु पर्यो। म चाहिँ कोरिनुपर्छ। यतिको त गयो नि त। यो पहिला यो कस्तो क्या कलर कि घर खोइ के गर्दाखेरि सबै उछिटेको थियो क्या, कम्मल लामो फोरेको लागेको चाहिँ। अनि यसलाई चाहिँ मैले सरसफाइ गरेरै गर्नु पऱ्यो भनेर।
यतिको भएपछि त हुन्छ नि त हुन्छ। मैले चाहिँ मलको साटो चाहिँ यो लगाइरहेको छु क्या, पिना पनि राम्रै हुन्छ भनेको छु। बाबाले मलाई यस्तो मात्रै गयो सानो मात्रै भन्छु, यो चाहिँ धेरै ठुलो गयो अरे। मैले यसलाई कहाँ राख्नु, मैले यसलाई कसरी फ्याल्नु, फ्याल्नै मन लाग्दैन क्या। यो माटो लिनु जाँदाखेरि यति धेरै गाह्रो पऱ्यो अनि यति धेरै गाह्रो पऱ्यो। ठिक्क पानी परेको थियो, अनि पानी परेर चाहिँ 2 दिन मात्रै भएको थियो क्या, घामहरू राम्ररी लागेको थिएन नि त। अनि हामी चाहिँ त्यतिखेर गएर लिएको, तर यस्तो गरुङको तपाईँहरू चाहिँ माटो लिनु जाँदाखेरि चाहिँ घाम लाग्दाखेरि चडक्क हुँदाखेरि बरु हुन्छ नि, पानीमा परेको सिजनमा जानुभयो भने अलिक हल्का हुन्छ, न त एकदम गाह्रो भारी हुन्छ। ल्याउनु चाहिँ ल्याउँ एकदम दुःखले। छोरी मान्छेको रहर के सबै यो अब चाहिँ यतिको भयो। बाबालाई सजिलो हुन्छ होला पानी लाउँदाखेरि। मलाई चाहिँ सेतो मन पर्यो क्या अनि त्यसपछि पहिला चाहिँ यो ओरेन्ज कलर क्या, मलाई चाहिँ सेतो मन पऱ्यो नि मान्छेले। तर यसमा दुलो बनाउनुपर्छ, दुलो बनाइदिनु भएन मलाई, आफै दुलो बनाउनुपर्छ अब यसलाई। मैले फेरि दुलो बनाए पनि मागिनँ क्या, फोन गरेर बोलाएर बन्द थियो क्या। हाम्रो आमाले चाहिँ यो फुलहरू नकिने अरे क्या कसैले। हाम्रो आमाले किन ल्याउनु भएको। हाम्रो चाहिँ दसैँ यस्तो लागिरहेछ है आमा छोरीको चाहिँ। अघिसम्म चाहिँ मैले एक्लै गर्दै थिएँ, अहिले चाहिँ मलाई सघाउनु आउनुभएको छ आमाले। अनि यसमा चाहिँ तास खेल्ने हुन्छ, तास दुईजना तास भनेपछि त फेरि दिनभरि पनि आँखा झिक नगरिकन हेर्नुहुन्छ, खेल्नुहुन्छ। हेर्नु न त्यसले नि भन्नु हेर्नुहोस् है कतिवटा, एउटा दुईवटा तिनवटा चारवटा बच्चा भइसक्यो। यसले पारिसकेको बच्चा। यो मैले सानो लिएको, यत्रो पनि थिएन, यत्रै थियो सानो थियो, मैले लिएर आएको। माटो गमला ल्याउँछु भन्दै थिएँ कि एकपट्टि यो पनि ठिकै त लाग्यो, तर माटोको यहाँ माथि त हुन्छ न, तर
घाम पानीले चाहिँ यस्तो उयो हुन्छ भनेर मात्रै हो होइन। मलाई चाहिँ माटोको पनि राम्रो लाग्छ। म सबै खोल्दैछु है लानु। खोलिदिनु न, यो पनि भइसक्यो रेडी। यो पनि राम्रो नि आमा। मलाई कति अझै तपाईँलाई यो 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 यस्तो छ होइन, अनि अर्को यस्तै टाइपको हुन्छ तर अझै योभन्दा रातो हुन्छ क्या आमा। दिएको छु। अब यसलाई यसरी बाँधिदिनु पर्ने। अनि अब सुत्री किनेको थियौँ त हौ भन त, सुत्रीको डोरी नै छैन त। अब यसलाई चाहिँ यथावत तिमीलाई धन्यवाद, तिमीलाई धन्यवाद। तिमीले बच्चा 4वटा 5वटा पाऱ्यो, एउटा चाहिँ त्यही त यहाँनिर 4 छ नि त। 5वटा बच्चा पाऱ्यो अनि आन्टीले एउटा लगिसक्नुभयो चाहिँ यो माउ हो। धन्यवाद तिमीलाई। यो चल्ला दुईवटा हो, दुईवटा बनाउनु न, धेरै ठुलो हुन्छ फेरि। दुईवटा हुन्छ अहिले फेरि। यसले चाहिँ भर्खर बिचरामा यो चाहिँ अलिक नि रोगी होइन, यसले चाहिँ पार्नु त पाइरहेछ तर यो चाहिँ अलिक यसलाई के पुगेन क्या। आमाको मनपर्ने फुल यो आमाले लिएर आउनु भएको थियो नि, थाहा छ? त्यत्रो यो यस्तो पत्तै पत्तैबाट हो त्यो आन्टीहरू। मैले उता कत्रो थियो सप्रेको, मैले अलिकति मात्रै राखेको थिएँ त उयो प्लास्टिकमा रोपेको थिएँ। त्यसको खोइ हातबाट जस्तो यो पनि आउँदैन त। मलाई त साह्रै मन परेको प्लान्ट पल्लो होइन, मैले आन्टीहरू दिएको नि त। खोइ यो त आउँदैन कि छेउमा अहिले। आयो आयो मै जरा बच्चा धेरै पार र तिमी पनि शुभकामना सुरुमै। यसको चाहिँ
एक दुईवटा उखालेको यसको जरा पानी पर्ने रहेछ नि माटो चाहिँ यस्तो यस्तो यसलाई चाहिँ अलिकति माटो एक्स गरिदिनु पर्यो त्यसको नबुझेको कुरै कहिलेदेखि धेरै आएको फाइनली मैले चाहिँ रोपिसकेँ अनि म तपाईँहरूलाई मेरो फुल देखाउन चाहन्छु हेरिदिनु होला कलमी सारियो यसरी सारियो अनि यसरी बनाइयो अनि अब यो सफा गर्ने बाँकी छ यस्तो छ थोरै फोहोर छ सफाइ गरिसकेपछि मात्रै सकिन्छ तर अलिक घाम हावा नचलिदिएर भने यसलाई चाहिँ फेरिएन किनभने यो फुलले छ यो फेरि यसलाई चाहिँ ख्यालमा राख्छु काटेपछि राम्रो देख्छ ल मेरो चाहिँ भइसक्यो मैले चाहिँ यति गरेँ यिनीहरू सबै मैले नयाँ नयाँ फुलहरूलाई छाँटेर यसरी गरेँ यसरी रोपेँ यसरी कलमी गरेँ यसै उयो चाहिँ छैन एउटैहरूलाई चाहिँ धेरै देखेछु यसरी सारेँ मैले चाहिँ नयाँ माटोमा यसरी फेरि मैले पानी हाल्छु अनि मेरो सकिन्छ आजको काम चाहिँ मैले यसरी गरेँ एउटै फुल डबल छ मसँग चाहिँ यस्तो धेरै छैन अनि यसलाई चाहिँ फेरिनँ मैले यसलाई फेर्नु पर्ने छ यसरी नगरी पानी हालिदिन्छु अनि मेरो काम सकिन्छ